तपाईँ दिनमा 1 घण्टा व्यायाम गर्नुहुन्छ, तर बाँकी 8 देखि 10 घण्टा लगातार बसेर काम गर्नुहुन्छ। त्यसो हो भने एउटा सानो कुरा छुटिरहेको हुन सक्छ। धेरैलाई लाग्छ आज त बिहान व्यायाम गरिसके, अब दिनभर बसे पनि हुन्छ। तर हाम्रो शरीरले व्यायामलाई एउटा छुट्टै घटना र लामो समयसम्म लगातार बसिरहनुलाई अर्को छुट्टै कुरा मान्छ। समस्या बस्नु होइन, समस्या हो धेरै बेरसम्म नउठी एउटै अवस्थामा बसिरहनु। यस्तो बानी बारम्बार दोहोरिँदा शरीरको रगतको प्रवाह सुस्त हुन सक्छ, मांसपेशी लामो समय निष्क्रिय रहन्छन् र केही मानिसमा ध्यान घटेको, दिमाग भारी भएको वा दिन ढल्कँदै जाँदा ऊर्जा हराएको महसुस हुन सक्छ। यही कारणले कहिलेकाहीँ दोस्रो कप कफी खोज्नुको कारण निद्रा मात्र होइन, धेरै बेर नचल्नु पनि हुन सक्छ। राम्रो कुरा के हो भने यसको समाधान जिम जानु होइन। यदि तपाईँ डेस्कमा काम गर्नुहुन्छ भने हरेक 30 देखि 60 मिनेटमा केवल 2 देखि 5 मिनेट उठ्नुहोस्। कोठाभित्र केही पाइला हिँड्नुहोस्, पानी भर्न जानुहोस्, हल्का स्ट्रेच गर्नुहोस् वा फोनमा कुरा गर्दा उभिएर हिँड्नुहोस्। 5 मिनेट पनि सम्भव छैन भने 1 मिनेट नै सही। उद्देश्य क्यालोरी जलाउनु होइन, शरीरलाई अझै चलिरहेको छु भन्ने सङ्केत दिनु हो। एक दिन छुट्यो भने फेरि अर्को दिन सुरु गर्नुहोस्। पूर्ण तालिका होइन, बारम्बारको सानो चाल नै महत्त्वपूर्ण हुन्छ। याद राख्नुहोस्, यी साना ब्रेकहरूले सबै स्वास्थ्य जोखिम हटाउँदैनन् र नियमित व्यायामको विकल्प पनि होइनन्। तर लामो समयसम्म लगातार बस्ने बानीलाई बीचमै तोड्नु भनेको तपाईँको ऊर्जा, ध्यान र भविष्यको स्वास्थ्यलाई दैनिक रूपमा सानो सहयोग गर्नु हो। कहिलेकाहीँ दिन बदल्ने निर्णय ठूलो कसरत होइन, कुर्सीबाट उठ्ने एउटा सानो कदम पनि हुन सक्छ।